वेलकम टु माई युट्युब च्यानल। अनि धेरै दिन समयपछि फेरि म भ्लग बनाउँदैछु साथीहरू। अनि अब त्यस्तो राम्रो राम्रो बनाउनुको लागि त मेरो त्यस्तो कन्टेन्ट पनि पाउँदिनँ साथीहरू। अनि म कतै पनि जाँदिनँ नि त, म घरमै हुन्छु प्रायः जसो। अनि धेरै दिनपछि चाहिँ मलाई भ्लग बनाउनु मन लाग्यो क्या। यहाँ एक्लै छु अनि अब चारो टिप्नु भनेर आएको। यहाँनिर चाहिँ झारहरू साप्पी पलाएको रहेछ। अनि म चाहिँ अब यहाँनिर झारहरू टिप्न लागेको। यो टिपेर चाहिँ एक डोको बनाएर लगेर यसलाई फेरि सुकाएर बोरामा राख्नु हुँदो रहेछ। अनि पछिसम्म पनि हुन्छ अरे त्यसरी राख्यो भने चाहिँ। अनि अहिले चाहिँ यहाँ घाम लागिरहेछ, पुरै घाम लागिरहेछ। अहिले दिउँसो 1 बज्यो। अनि म चाहिँ यहाँनिर आएको छु साथीहरू। अब म टिप्ने छु भन्ने हुन्छ। मलाई यसो भिडियोहरू बनाउनु चाहिँ हल्का मनपर्छ। म चाहिँ अहिले बारीमा जाँदैछु। त्यसपछि यहाँ ओठ फुटेर बिजोग भइरहेको छ। अनि मैले थोरै लिपस्टिक लगाएको थिएँ साथीहरू, कस्तो रातो देखाएको। पर्ने हुन्छ साथीहरू। यो चारो टिपेर चाहिँ घाममा सुकाएर बोराभित्र लाएर यसलाई म चाहिँ यहाँ बिचमा पसिरहेको छु। अब म झार टिप्न लागेको साथी। देख्नु पिङ्क कलरको धेरै देखिराख्नु भएको छ। मैले चाहिँ किन लगाएको भने म लिप बाम लाउँथेँ। अनि मैले 2 चोटि किनेँ, 2 चोटि हराएँ। अस्ति पनि किनेँ, त्यतिखेर फेरि भोलिपल्ट हराएँ। फेरि हिजोअस्ति किनेको थिएँ, त्यो पनि हराएँ। अनि यो मेरो ओठ फुटेर यति धेरै फुट्छ, त्यही भएर मैले थोरै लिपस्टिक लगाएको। कति धेरै रातो देखिरहेको देख्न सक्नुहुनेछ साथीहरू। आजको हाम्रो दिन घाम भनेको यति टन्टलापुर लागिरहेछ, तर हल्का हुस्से पनि छ है घाम सँगसँगै। अनि त्यति धेरै गर्मी पनि छैन, तर पनि अल्छी लागिरहेछ। अनि त्यसपछि यो चाहिँ मेरो डोको रहेको छ। अनि यहाँ भुइँमा झारी, यो झारलाई A few moments later. साथीहरू। अनि म चाहिँ टिप्दै थिएँ। यहाँ त हेर्नु त साथीहरू, यति धेरै छ, यति धेरै छ नि। त्यही भएर मैले कचियाले काट्नु छोडेर हातले उकेल्दैछु साथीहरू। साथीहरू मैले चाहिँ अब 1 डोको बनाएँ। फेरि म घर जान्छु। अनि घर गएर फेरि आउँछु, हेर्नु न कस्तो राम्रो छ, कलिलो। म चाहिँ साथीहरू त्यहाँ चारो पुऱ्याएर पनि अनि फिजाएर पनि अब फेरि अर्को डोको लिन जाँदैछु। अर्को डोकोमा चारो लिन। अनि साथीहरू यहाँनिर चाहिँ साथीहरू अस्तिसम्म मकै सानो सानो थियो, कति छिटो धान लागिसकेछ साथीहरू। हेर्नु त है, धानको बाला लागिसकेछ। अनि यो बोडीहरू पनि फल्नलाई स्टार्ट हुँदो रहेछ। बोडीहरू पनि यहाँ तल आन्टीले पनि बोडीलाई दबाई गर्दै हुनुहुँदो रहेछ। फाइनली साथीहरू मैले अर्को डोको पनि भारी पुऱ्याएँ। 2 डोको भयो जम्मा। आज चाहिँ म यति नै टिप्छु साथीहरू। अनि तपाईहरुले पनि क्या यो अर्मले झारको चाहिँ तपाईहरुको बारीमा छ भने चाहिँ यसलाई त्यतिकै नछोड्दिनु। टिपेर यसलाई चाहिँ सुकाएर अनि त्यसपछि पछिसम्म पनि हुने रहेछ चारो। अनि सुँगुरलाई चारो भुसमा मिसाएर उसिनेर दिनुको लागि चाहिँ हुने रहेछ साथीहरू। अनि मैले पनि 2 डोको चाहिँ टिपे आज। अब फेरि भोलि पनि टिप्ने छु। अझै पनि छ यता, यो पाटा अझै पनि छ। अनि म चाहिँ अहिले टिपेर बसिरहेको छु। अब म घर जान्छु, त्यसपछि खाजा खान्छु बनाएर नानासँग। अनि अहिले चाहिँ म यहाँ बारीमा छु। अघि 1 डोको पुऱ्याएँ, अब फेरि अर्को डोको लाँदैछु साथीहरू।
यहाँ हेर्नु न साथीहरू बोडी यति धेरै फलेको छ एउटै बोटले कति 1 2 3 4 5 6 7 8 9 10 आम्मामामाम कम्ती धेरै फलेको छैन यो चाहिँ तल आन्टीहरूको हो तल्लो घर आन्टीहरूको अनि यो चाहिँ मेरो नानाहरूको बोडी बारी रहेको छ त्यसपछि माथिको मकै बारी भर्खरै फलेछ अरू मान्छेले चाहिँ फलेर पनि बेचेर पनि खाइसकिसक्यो हाम्रो नानाहरूको चाहिँ भर्खर बच्चा आउँदैछ अनि यो मकैले चाहिँ कति छिटो धान लगाएको क्या साथीहरू हिजोतिसम्म मसिनो थियो कति छिटो बढेको मर्नेछ घर आइपुगे साथीहरू अनि आजको मेरो भ्लग चाहिँ यति नै रहेको छ भन्दै बाई